ल नमस्कार सम्पूर्णलाई। ल 2082 फागुन 22 गते आज है नेपालको वेदर जसरी जताततै घाम लाग्न बिर्सिरहेछ त्यसरी नै हरेक ठाउँमा घन्टीले चाहिँ एकदमै राम्रो प्रदर्शन त दिइरहेको छ। अब यो पालिको चुनावबाट चाहिँ प्रष्ट भइसक्यो कि नेपाली जनताको सोच चाहिँ पुरै बदलिसकेको छ। सबैले परिवर्तन चाहन्छन्। हेर्न सक्नुहुन्छ काठमाडौँको 10वटै क्षेत्रमा पुरै जुनसुकै क्षेत्रमा अहिले बिहान 9:30 को अपडेटसम्म चाहिँ पुरै घन्टी नै जताततै अगाडि देखिरहेछ। मैले सर लाएर एक देखाइ पनि रहेको छु। तपाईँहरू अब यस्तै हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले आफ्नो गुगल अथवा ब्राउजरतिरबाट गएर रातो पार्टीको वेबसाइट हेरेर नि हेर्न सक्नुहुन्छ। अरू पनि थुप्रै छन् तर मैले चाहिँ यो रातो पार्टी युज गरिरहेको छु। पुरै जुनसुकै ठाउँमा पनि त्यो पनि एकदमै भारी मतका साथ घन्टी नै अगाडि देखिएको छ। यसरी नै सम्पूर्ण ठाउँमा घन्टीले चाहिँ एकदमै धेरै सिट ल्याएर हाम्रो देशमा केही परिवर्तन ल्याएर बहुमतको सरकार बनाएर हामीले आएर बालेनलाई चाहिँ भविष्यको प्रधानमन्त्री त्यो पनि 5 वर्षको हेर्न चाहने सबै नेपालीको सोच चाहिँ पुरा होला जस्तो छ। सर र यो लिस्टहरू